आज चाहिँ हामी यो लेक साइडबाट 9 किलोमिटर माथि रहेको पामेबाट अलि माथि साइडमा पर्ने यो इन्द्रेणी अर्ग्यानिक फार्म एन्ड होमस्टेको अवलोकन गर्दैछौँ। कस्तो छ यो भित्र तपाईँलाई भिडियो मार्फत देखाउँदै जानेछौँ। कृपया यहाँको दृश्य कस्तो छ, तपाईँहरू यहाँ के पाइने रहेछ हामी देखाउने नै छौँ। तपाईँहरू यो भिडियो हेर्दै जानुहोला। व्यवस्थित नभएको मात्रै होला। तर यो गर्ने हो नि भाइ, यो चाहिँ साँच्चीकै यो गर्ने हो नि। यहाँ चाहिँ मैले देखेको माटो पनि राम्रो छ, बजार पनि छ के यसको फेरि? यहीँ अब बजार छ। कति हो, 1 घन्टामा 10-20 मिनटमा पुग्ने छ। त्यहाँको जस्तो साग हुने यहाँ मान्छे लाइन लाउँछ मेरोमा जस्तो त्यहाँ त पुरै नगर्नु न। यत्रो साग हुन्छ र भने के हो त म। तर म त्यो खालको यो हुने रहेछ क्या, मल छ नि त, यसलाई हामीले बनाउने न हो। अब त्यो सोरोदरी गएर हेर्नु कस्तो छ। आमामा एउटा पातले 5 जना मान्छे आउँछ भने त्यस्तो यो होइन। यो गर्नुपर्छ, अब गरौँ होइन। यो यसलाई नि हामीले अलिकति अब व्यवस्थित गरेर नि यसलाई मैले अब यत्रो दिनसम्म आयो होइन, गयो त्यो मतलब भएन। नआउँदाखेरि के यो त अझै व्यवस्थित गरेर बनाउनु हुन्छ होइन। ट्रस्टले यत्रो लगानी गरेछ। तपाईँको पुरै टेम्परेचरको लागि पुरै इलेक्ट्रिक फ्यान सहित हालेको अनि यत्रो खर्च गरेर बनाएको छ त नि। यो त एउटा यसलाई यो सदुपयोग गरौँ। यसलाई अब यति खाका तयार गरौँ कि एउटा के गर्ने भन्ने कुरा भन्दा नि अब यो लगाएको सेडलहरूमा त तरकारी नै लाउने हो। यी सेडलहरूमा अब अरू ठाउँमा चाहिँ के गर्नु सक्छ नि। फलफुलको भबै भने नि के हो, 3 वर्ष जति लगानी गर्नुपर्छको समय। 3 वर्ष नि रोप्दै अनि रोप्दै गरेपछि नि यहाँ पानी दिन्छ। यहाँ त्यो त वहीँ दिगो बाटोको तल त्यो बर्पीबल त्यहीँ पाइन्छ। बेला भयो छैन, बेलामा नि लाखुले लगिदिन्छ। कान्छानाले यो पनि यो यसको यो उनी बिक्री हुन्छ। यो बोक्रो यसको टाँकी फुल मैले कस्तो त्यो रातो फुलहरू कान्छानार कुकुर भनेर हेर्नु न। त्यो दाना त्यो गिर्खा आउने हुन्छ नि यस्तोमा हो। त्यस्तोमा त्यो यो कान्छानार कुकुर प्रयोग हुन्छ। यो के तेजपात जस्तो तेजपत्ता हो, तेजपत्तै हो। मसिनो खालको पात दिन्छ। ल अब कता जाउँ? यता तलतिर जानु? यता अघिबाट यता निस्केर जानु, खोलातिर जानु। मरिच पनि लगाएको छ होइन तेजपत्ता होइन यो चाहिँ मरिच। अरू के छ मरिच? मलाई थाहा छैन सबै। त्यो ऊ नि काट्नु पऱ्यो के अरे पयु के त्यहाँको आमा लौरी यो तेजपत्ता नि 2 थरी हुन्छ कि माइललाई। हाम्रो वहाँतिर फेरि ठुलो खालको पाइन्छ। मैले बनाएको क्या माइललाई। यो आहा सेन्ट मिठो छ यसको। सेन्ट मिठो छ यो चाहिँ यो चाहिँ ल्याएर रोप्नु पर्यो क्या अलिक बढी। यो रातै छ, रातोवाला धेरै खर्च गरेर छ। यो बेलामा तिमी रातो फल्दै गयो। यो खानै पाइँदैन यहाँ। बाँदर लाउँछ क्या अलि, बाँदर लाउँछ नि यहाँ बाँदर। यतातिर जङ्गल छ नि त। हेर्नु न यहीँ छ, यो त्यहीँ छ, 2-4 एउटा 4वटा यसो गरौँ कि अब यो यो होइन यिनीहरू यो काम नलाने फालिदिउँ। अनि अरू बेला आउँछु यो बढाएर होइन सबै कुरो छ नि भनेको के गर्नु। जाने कि मान्छे
हो त्यसो त्यही गर्नु नि त तपाईँ जानु म बाहिरलाई यसरी घुमाएर त्यो बिचबाट छिराएर होइन लिएर आउँछु माथि अनि त्यो पोइन्टको कहाँ त्यो हायो साह्रो हेर्नु त कुबिन्डो कति झुन्ने बवाले छ कि यहीँ कहाँ छ यहाँ त्यति फुकले हजुर यहाँ त फोटो र भिडियो त बगाल आउँछ नि माइनलाई यो राति गेडीकै हो क्या हो कुन यो कफी ए यो कफी हो नि कफी हो यो अब यसलाई चाहिँ त्यो एउटा के अरे जनावर हुन्छ नि बिरालो त्यसले खुवाएर उ गरेको चाहिँ धेरै महँगो हुन्छ के भन्छ हाम्रोतिर त्यसलाई भ्याउसो भन्छ भ्याउसोले खाएर हक्छ नै हो त्यही हो अनि कफी नै त्यो चाहिँ अत्याधिक महँगो हुन्छ यसको यो कस्तो फल्ने कफी हो भने मैले खाउँदै गुरुजी गुरु यो बिचमा सुत्दा पो आनन्द आउँछ त माइनलाई यो भित्र सुत्दा हो के यो चाहिँ यहाँ चाहिँ कहाँ खान्छ अरे यो सबै यो ठुलो डाँडादेखि कि परे अनि यो हेरेर रुख पनि यही दुइटा रुख उयो त त्यो काटेको हो नि त्यो हामीले काटेको त्यहाँबाट अस्तिको बाट यो बाटो अहिले नयाँ बाटो खोलेको कि एउटा हुन्छ तल पनि आउनु यो घर पुरा त्यहाँ माथि पानी त चल्ला पनि आउँछ होला त नि एउटै ढुङ्गा जस्तो एउटै सकिन्छ त्यहाँ त्यही जाने हो त्यही अहिले बर्खा आउनुपर्छ अहिले पानी नभएर होला नि यो पानी छ यहाँको पानी स्लो के आफ्नो निजी आउँछ कि त्यहाँ पाइप लगाएर निजी हो नि यहाँ हामीले लागि ल्याएको नि कहाँ रोप्ने अहिले ल्याउने यो पनि हामीले बनाएको अस्ति ल्याएर बनाएर यो छोडेको के यो हाम्रो हो नि त सबै यहाँ घर बनाउनु होइन अब यो यहाँ गाडी हाम्रो आयो के ए यहाँसम्म यताबाट अब यताको बाटो अप्ठ्यारो छ नि त घुम्ती यो नजिक अहिले हामी जहाँ टर्निङ गऱ्यो नि त्यहाँबाट सिधै यहाँ आइयो कि छोटो भयो क्या हामीलाई यो घरको लागि छोटो भयो यहाँ सिधै हाम्रो त अब यो सबै हाम्रो भयो नि त जति घर बनायो नि भयो नि त यहाँ बनाएर यहाँ बनाएर सामान ल्याएर स्टोरमा फालेर राजा पनि भयो स्टोर बनाएर छोड्यो स्टोर बनाएर छोडिदियो हो अलैँची सबै लगाएको सबै मान्छे फलाएर अहिले अलिक गोल अलि त्यति उयो गरेको छैन गोडमेल गरेको छैन अहिले कताबाट जाने यता धेरै खर्च गरेर यो पनि हुने रहेछ नि त यहाँ त अनि कति राम्रै भएको थियो पाइँदैन होइन यो हाम्रै हो हजुर भिडियो बनाउने ठाउँ रहेछ बा जलजले झरना बाँस जेठको बिचबाट असार साउन भदौ असोज फुल मान्छे शुक्रबार शनिबार 200-300 मान्छे यो पानीको बेला पानी बेला यहाँ यो भन्दा नि उता खाएकै अर्को ठुलो त्यो खोलामा जाने होला सायद त्यो खोला यो चाहिँ यहाँ वर्षौँबाट यहीँ थियो कोही पनि नजाने जङ्गलको बिचमा डराउने मान्छेहरू जान अनि एकचोटि मैले गोराहरू लिएर गएर हेर्नु गएँ सके नसके गएको त ठुलो झर्ना अनि फेरि त्यो साथीहरूलाई बोलाएर ड्रोन ल्याएर
भिडियो बनाएर हालिदिएको कस्तो राम्रो त्यसपछि त मान्छे मान्छे आम्मामा, एउटै ढुङ्गा होइन यो एउटै ढुङ्गा त हो ऊ नि त्यो आँपको रुखबाट अँ, रुखको माथि घुम्नु अँ, जानु पर्थ्यो तल्लो बाटोमा तलैबाट जाउँ होला यो उयो तल्लो बाटोको कुना कुना जानु तल ए लेयर छ